नमस्ते सबैमा, तपाईहरुलाई मेरो नेपाली किचनमा स्वागत छ। आज म आलु बोडीको तामा पकाउन गइरहेछु। सबभन्दा पहिले हामीले तामालाई मजाले तेलमा फ्राई गर्नुपर्ने हुन्छ। म तामालाई फ्राई गर्न गइरहेछु। हेर्नुस्, एकछिन मजाले रातो हुने गरी फ्राई हुन दिने। त्यसपछि एउटा भाँडामा झिकेर राख्ने। त्यसपछि त्यही तेलमा अलिकति मेथी पुर्याउने। त्यसपछि हामीले प्याज पुर्याउने। प्याजलाई पनि मजाले रातो हुन्जेलसम्म फ्राई हुन दिने। प्याज फ्राई भइसकेपछि हामीले त्यसमा टमाटर एड गर्यौं। टमाटर, हरियो खोर्सानी हाल्यौं। त्यसपछि बेसार हाल्दियौं। त्यसपछि हामीले त्यसलाई फेरि चलाएर मजाले रातो हुन्जेलसम्म फ्राई हुन दिने। त्यसपछि हामीले बोइल गरेको आलु त्यसमा हालेर फेरि मजाले चलाउने। रातो हुन्जेलसम्म मजाले भुटिन दिने। त्यसपछि मैले गेडागुडीहरू भिजाएर राखेको थिएँ, त्यो हालेर मैले मजाले रातो हुन्जेल गरी भुटेँ। भुट्न दिनुपर्छ एकछिनसम्म। त्यसपछि लसुन अदुवाको पेस्ट हाल्ने। त्यसपछि लसुन अदुवाको पेस्ट हालेर चलाउने। मसलाको धुलो पनि त्यसमै एड गरेर मजाले रातो हुन्जेलसम्म चलाउने। तामाको तरकारी। त्यसपछि हामीले अघि भुटेर राखेको तामा त्यसमा एड गरिदिने। एड गरेपछि फेरि त्यसलाई मजाले एकछिनसम्म भुट्ने। भुटिसकेपछि त्यो रातो भएर फ्राई भएपछि त्यसमा हामीले आवश्यकता अनुसार पानी हाल्दै जाने। पानी हाल्दा आफूलाई कतिको रस खान मन लागेको छ त्यही अनुसार हाल्ने। त्यो रस हालेपछि उम्लिएपछि कतिको बाक्लो खान मन लाग्छ त्यही अनुसार पानी हाल्ने। त्यसपछि माथिबाट धनिया तामाको तरकारी रेडी भयो। कसलाई मनपर्छ तामाको तरकारी।